फाइनली हाम्रो स्विचहरु पनि कनेक्सन भइसकेको छ। यहाँ चाहिँ बाँकी स्विचहरु पनि छ। यहाँ चाहिँ यता कनेक्सन गर्न फिटिङ गर्न बाँकी भएको स्विचहरु अझै 2-3 बक्सा छ। हाम्रो अरु चाहिँ यहाँ चाहिँ अब तारहरु सबै हालिसकेको छ। अब यसमा चाहिँ अब स्विचहरु फिटिङ गर्न बाँकी छ। यो चाहिँ धेरै ठुलो बिल्डिङ छ। टाइम पनि धेरै लाग्छ होला। यहाँ चाहिँ यसरी भरेको छ। यसरी माथिको लुक्सहरु पनि तपाईलाई म देखाउँदै छु। यहाँ चाहिँ हाम्रो माथि फ्लोर भयो। यहाँ चाहिँ हाम्रो तार पनि लगाएर रेडी भइसकेको छ बाथरुम। यसमा नि कमोडहरु बेसनहरु फिट गर्न बाँकी छ। यो चाहिँ हाम्रो माथिको टप फ्लोरको रुम हो। यहाँबाट चाहिँ यस्तो दामी लुक्स देखिन्छ। यस्तो फ्लोरको यहाँ हाम्रो सिलिङ लाइटहरु पनि लाग्ने बाँकी छ। डिजाइन गरेको यस्तो दामी देखिएको छ। अझ माथिबाट कस्तो दामी देखिन्छ। अब चाहिँ यहाँ माथिबाट लुक्स यस्तो दामी देखिन्छ। यो घरको यो चाहिँ बाहिरको लुक्स पनि तपाईले देख्न सक्नुहुन्छ। एकदम यस्तो दामी छ। घरको फिनिसिङ घरको डिजाइनहरु चाहिँ एकदम दामी छ।